नमस्कार, म सुमेन्द्र तामाङ। आज म स्वयं पनि यहाँ सिलगढीको एउटा हस्पिटलको इल बिहेभियर र यहाँनिरको जस्तो प्रकारको बिजनेस मोडलमा चलिन्छ यो हेल्थ केयर सिस्टम, यसको आज भुक्तभोगी भएको छु। आजको इन्सिडेन्ट हो नर्थ बेङ्गल न्युरो सेन्टर, जुन चाहिँ जहाँनिर चाहिँ मेरो ब्रदर इन ल त्यहाँनिर अहिले एडमिटेड छ। उसलाई एडमिट 15 तारिकमा एडमिट गरेको हो, 15 तारिक सेप्टेम्बरको दिन, र अहिलेसम्म पनि उसको यो राइट ब्रेनमा चाहिँ 70% ह्यामरेज भएको छ। हाइपरटेन्सनको पेसेन्ट हो। अनि उसलाई एडमिट गर्दाखेरि राइट एमसिए टेरिटोरियल इन्फाक्ट भन्नुको मतलब यहाँ ओभरअल यो राइट ब्रेनको चाहिँ 70% चाहिँ ह्यामरेज भएर चाहिँ अहिले उसको लेफ्ट साइड चाहिँ चलेको छैन र ऊ आइसियुदेखि एचडियू हुँदै अहिले जेनरलको 6 नम्बर बेडमा रहेको छ नर्थ बेङ्गल न्युरो सेन्टरको। र यहाँनिर हाम्रो यो तपाईँको उसको यो पेसेन्ट समरी हो, हेर्नुहोस् यत्रो लामो समरी छ यो समरी। यत्रो समरी हुँदा अहिले उसलाई थ्रोम्बोसिस पनि भएको छ। भन्नुको मतलब उसको लेफ्ट साइडको खुट्टामा चाहिँ भेन्सहरूमा क्लट भएको छ, थ्रोम्बस्टहरू भएको छ, र क्लट चाहिँ कुनै दिन पनि हार्टमा जान सक्छ र कुनै दिन पनि लङ्समा जान सक्छ। त्यही कारण चाहिँ अहिले चाहिँ उसको क्रिटिकल पिरियड भएको हुनाले चाहिँ हामीले उसलाई जब एडमिट गरेको थियौँ उसको चाहिँ तपाईँको स्टार हेल्थ एन्ड अलाइड इन्सुरेन्स कम्पनी लिमिटेड यसको चाहिँ इन्सुरेन्स थियो उसको। यो इन्सुरेन्सको टोटल उयो चाहिँ क्लेम हुने चाहिँ तपाईँको 10 to 12 लाख हो र अहिलेसम्म मोटामोटी अहिलेसम्मको त्यहाँनिरको बिल 6 लाखहरू भइसकेको छ र इन्सुरेन्स कम्पनीले अहिलेसम्म 2 लाखको पेमेन्ट गरिसकेको छ। र हामीलाई यस्तो हुँदै गर्दा पनि बारम्बार आज हामी यो 29th डे हो, आज भोलि 1 महिना पुग्छ, बारम्बार एउटा क्यासलेस ट्रिटमेन्ट न्युरो सेन्टर जुन चाहिँ छ नर्थ बेङ्गल न्युरो सेन्टर, त्यो त क्यासलेस ट्रिटमेन्ट भएको एउटा हस्पिटल हो। भन्नुको मतलब इन्सुरेन्स तिमीले गरेको छौ भने इन्सुरेन्सको एउटा चार्ट दिएको छ त्यहाँनिर। त्यो चार्ट पहिले म भन्छु तपाईँहरूलाई, लामो छ त्यो चार्टहरू। त्यो चार्टमा चाहिँ स्टार हेल्थ एन्ड अलाइड बिजनेसको जुन चाहिँ कम्पनी लिमिटेडको जुन चाहिँ पेसेन्टहरूले इन्सुरेन्स गरेको छ त्यहाँनिर चाहिँ क्यासलेस अथवा त्यहाँको ट्रिटमेन्ट चाहिँ क्यासलेस फ्री ट्रिटमेन्ट हुन्छ। एउटा सर्टन अमाउन्ट त्यहाँको क्लेम हुन्छ, त्यसको बादमा त्यो क्यासलेस भन्नु मतलब हामी चाहिँ दिनु पर्दैन पैसा त्यहाँनिर हो। त्यही कारण यो टिपिए अथवा क्यासलेस ट्रिटमेन्ट बनाइएको इन्सुरेन्स अनुसार। तर आजको दिनमा के भइरहेको छ भन्दाखेरि बारम्बार एभ्रिडे घरि 1 लाख देऊ, घरि 50,000 देऊ, घरि 1.5 लाख देऊ भनेर बारम्बार त्यहाँनिरको म्यानेजमेन्टले, त्यहाँनिरको डिरेक्टर स्पेसली एमएल धन्दनिया ले बारम्बार भन्दाखेरि हामीले बारम्बार इन्सुरेन्सलाई पनि भेट्यौँ, अस्ति गएर ब्रान्च म्यानेजरलाई भेट्यौँ। त्यसपछि उहाँहरूले 2 लाखको पैसा पनि हालिदिनु भयो र त्यसको बादमा जब आज पनि आयो, आज पनि उहाँहरूले फेरि 2 लाख दिनुपर्छ, 6 लाख भएको छ कति बिल, त्यसको 50% चाहिँ तिमीहरूले बनाउनुपर्छ भन्दाखेरि यो त क्यासलेस हस्पिटल हो। क्यासलेस हस्पिटलमा चाहिँ हामीले किन पैसा दिनुपर्ने, किनभने हामी त अलरेडी इन्सुरेन्सको पैसा दिइरहेको छौँ, इन्सुरेन्सको पैसा दिइरहेको छ, यसो किन दिनुपर्ने भन्दाखेरि चाहिँ उहाँहरूले स्पष्ट रूपमा भन्नुभयो कि तपाईँहरू यस्तो प्रकारले यहाँनिर आएर यहाँ एडमिट गर्ने बेलामा भिखारी जस्तै एडमिट गर्नुहुन्छ तपाईँहरू। र यो चाहिँ एमएल धन्दनियाले भनेको हो, डिरेक्टर जो डाक्टर एमएल धन्दनिया त्यहाँको जेनरल फिजिसियन छ, उहाँहरूले यस्तो भन्नुभयो। र त्यसको बादमा अहिले पैसा दिने बेलामा चाहिँ पैसा दिँदैन भनेर तँलाई म कुटुम, तुमको मैं मारू भन्यो। अन्त मैले ठिकै छ, त्यही एमएल धन्दनिया जो डिरेक्टर छ एमएल धन्दनिया, डाक्टर एमएल धन्दनिया, उहाँहरूले हिर्काउनु तुझको मैं मारूंगा भन्दाखेरि लु हिर्काउनुहोस् न त, हिर्काउनुहोस् भन्दाखेरि उहाँले मलाई छातीमा पक्रेर मेरो यहाँ हेर्नुहोस् यहाँनिरको यो बटनहरू डल्लै छैन यहाँनिरको, मेरो यहाँ हेडफोन थियो, हेडफोन छैन यहाँनिर, त्यहाँदेखिको अझै यहाँनिर गर्दाखेरि मेरो यहाँ यो मतलब हातले, बुढो हातले यहाँनिर उस गरेपछि मलाई फिजिकल असल्ट गरेको छ र भर्बली पनि असल्ट गरेको छ। यस्तो प्रकारले यस्तो भर्बल असल्ट, फिजिकल असल्ट जस्तो प्रकारको परिस्थिति बन्नेको छ यहाँनिर। यस्तो स्थितिमा चाहिँ अब इन्सुरेन्स र हस्पिटलको बिचको यदि यिनीहरूको मेलामेल छैन वा कुनै पनि समस्या छ भने त्यसको त पेसेन्ट पार्टीको त्यो त नहुनु पर्ने हो। पेसेन्ट पार्टीको टाउको दुखाइ होइन नि त, किन पेसेन्ट पार्टीले त इन्सुरेन्सले अलरेडी पैसा दिइरहेछ। इन्सुरेन्सले यहाँनिर अलायन्समा यिनीहरूले एउटा टिपिए अथवा क्यासलेस ट्रिटमेन्टको कुरा गरिरहेछ। त्यसो भए यिनीहरूले उहाँलाई समस्या छ भने त उहाँले त गएर त्यो त इन्सुरेन्स कम्पनीलाई गएर भन्नु पर्यो, इन्सुरेन्सको ब्रान्च म्यानेजरलाई गएर भन्नु पर्यो। तर यहाँनिर चाहिँ बारम्बार पेसेन्ट पार्टीलाई भन्दाखेरि अझै लास्ट टाइम त झन् डिस्चार्ज गरिदिन्छु तिमीहरूको पेसेन्टलाई भनेर धम्की पनि दिएको यही हो, एमएल धन्दनिया हो जसले चाहिँ धम्की दियो। र हामी चुप्पा लागेर बसिरहेको थियौँ, किनभने हाम्रो पेसेन्ट त्यहाँनिर अलरेडी छ। पेसेन्ट हुँदाखेरि हामीलाई पनि डर हुन्छ कि भित्र पेसेन्ट बसेको हुन्छ र भित्र पेसेन्ट बस्दाखेरि पेसेन्ट केही हुन्छ कि कसो हुन्छ कि भन्ने डर हो, किनभने हाम्रो ट्रिटमेन्ट पेसेन्ट अलरेडी अलिकति क्रिटिकल कन्डिसनमा रहेको छ। उसलाई थ्रोम्बोसिस, उसको ब्रेनको 70% ह्यामरेज, उसको हाइपरटेन्सन, उसको खुट्टा हाफ बडी प्यारालाइसिस, लेफ्ट साइड विकनेस भएको छ। यस्तो स्थितिमा पनि हामीले यस्तो यो उहाँहरूको कुरालाई साइडमा एक कानबाट सुन्दै गर्दै हामीले ट्रिटमेन्ट गराइरहेको
पाएको थियौँ। तर आज चाहिँ उहाँहरूले डिरेक्टली फिजिकल असल्ट गर्नुभएको छ एकजना डक्टरले। हामीले सुनेको थियौँ कि डक्टरलाई फिजिकल असल्ट गरिन्छ भनेर हस्पिटलतिर, तर यहाँनिर चाहिँ उल्टा डक्टरले जसको चाहिँ इल टेम्पर, एकदमै घिनलाग्दो इल टेम्पर, बोल्ने भाती छैन उहाँको, उहाँले जस्तो सोच्नुहुन्छ कि उहाँ हामीलाई चाहिँ ऋण गरेको, उहाँले सोच्नुहुन्छ कि यो हस्पिटल चाहिँ उसकै सम्पत्ति हो, तर उसले हस्पिटल नचलाएर त्यहाँ बिजनेस चलाइरहेको रहेछ। यो बिजनेस जब उहाँलाई चाहिँ बिजनेस मोडलमा चाहिँ उहाँहरूलाई चाहिँ अब इन्सुरेन्सको थ्रुबाट के हुँदाखेरि उहाँलाई समस्या हुँदाखेरि उहाँहरूले डिरेक्टली पेसेन्ट पार्टीलाई यस्तो प्रकारको फिजिकल असल्ट गरेपछि हामी केही पनि हातमा चारा नभएर चाहिँ हामी यहाँनिर आयौँ र आज हामीले यहाँनिर एफआइआर लेखेर दिएको छौँ। एफआइआर लेखेर दिएको छौँ। मलाई हेर्नुहोस्, सिम्पल इन्सुरेन्सको भाइ छ एकजना त्यहाँनिर, भाइले चाहिँ यो स्टार हेल्थको इन्सुरेन्स हेर्नुहुन्छ। अब उहाँको नाम भन्दिनँ म किनभने उहाँ काम गर्नुहुन्छ त्यहाँनिर। भाइ छ, भाइले मलाई सिम्पल भन्नुभयो दादा तपाईँहरूलाई 1 लाख आज दिनै पर्छ अरे, ट्रिटमेन्ट पैसा दिनै पर्छ अरे भने। अन्त मैले भन्ने चाहिँ भाइ क्यासलेस ट्रिटमेन्ट हो, पैसा किन दिनु? डिस्चार्ज हुँदाखेरि सपोज 70% इन्सुरेन्सले दियो भने वा 80% दियो भने वा 90% दियो भने उब्रेको पैसा हामी दिन्छौँ त, हामी भागेर त गएको छैनौँ, हाम्रो पेसेन्ट यहीँ छ भन्दाखेरि होइन तपाईँ डाइरेक्टरसँग भेट्नु। अब उहाँ उसलाई पनि प्रेसर दियो होला डिरेक्टरले, भन्नुभयो नर्थ बेङ्गल न्युरो सेन्टर जुन चाहिँ प्रधाननगरमा रहेको छ, निम्तिताको अपोजिटको। हजुरलाई कहीँ कता लाग्दैन कि यो स्टार हेल्थ इन्सुरेन्सको पनि फल्ट छ, किनभने उसले पेमेन्ट नगरेको कारणले यो समस्याहरू उत्पन्न हुन्छ? हजुर, हामीले स्टार हेल्थ इन्सुरेन्सलाई पनि भन्यौँ, एकदमै बारम्बार भन्यौँ, र त्यसको बादमा उहाँहरूले अस्ति र हिजो गरेर 690 + 50 1,40,000 पेमेन्ट उहाँहरूले 1-2 दिनमै गर्नुभयो। अब स्टार हेल्थको प्रब्लम हो वा हस्पिटलको प्रब्लम हो, यहाँ दुईजनाले मिलाओस् न। यसमा हामी पेसेन्ट पार्टीलाई चाहिँ किन मुछिरहेको छ यस्तो प्रकारले? अन्त हामी गयौँ, 5:30 को कुरा हो, जब भित्र बोलायो मलाई बात गर्नु, म गएँ भित्र। जाने बित्तिकै उहाँको एकदमै हाई सोर उहाँको। अन्त हामीले भने सर अलिकति सानो स्वरले बोल्नुहोस्, तपाईँ डक्टर हो, म पेसेन्ट पार्टी हो, अलिक राम्रोसँगले बुझाउनुहोस् न। मैले एकदमै गरिनँ, मैले उहाँलाई सिधै भने हेर्नुहोस् मैले तपाईँलाई राम्रोसँगले बोल्दैछु, तपाईँ मसँग राम्रोसँगले बोल्नुहोस्, किनभने तपाईँ त डक्टर हो, तपाईँ त डक्टर भएर त्यस्तो प्रकारले बोल्नु सक्नु हुँदैन तपाईँले, म पनि तपाईँसँग राम्रोसँगले बोल्दैछु भन्दाखेरि होइन मेरा त स्वर ऐसा है, मेरा त ये बात करने का तरिका ऐसा है भन्यो। अन्त त्यसो मेरा भी तरिका ऐसा है भनेर मैले पनि अलिकति त्यहाँदेखिको त्यसो भए क्यासलेस ट्रिटमेन्ट हो, तपाईँले किन लिनुभयो? पहिला नै भनेको हामी अर्को हस्पिटल लान्थे, तपाईँले किन लिनुभयो लिने बेलामा भनेर भन्दाखेरि बारम्बार भन्दाखेरि उहाँले तँलाई तुसकोमै पिटौँ भन्दाखेरि लु पिटा चाहिँ उहाँले गएको। भोलि तपाईँको पेसेन्टलाई डिस्चार्ज दिइहाल्यो, अदरवाइज पेसेन्ट कुनै पनि स्थितिमा पुगिहाल्यो भने के भन्नु चाहनुहुन्छ? यसको डिरेक्ट रेस्पोन्सिबिलिटी म्यानेजमेन्ट र यसको डिरेक्ट रेस्पोन्सिबिलिटी स्टार हेल्थ इन्सुरेन्स हुन्छ। दुईटा रेस्पोन्सिबल फ्याक्टर हो यहाँनिर, फोर्सेस हो, यिनीहरूको डिरेक्ट रेस्पोन्सिबिलिटी यिनीहरूकै हुन्छ। किनभने भोलिको दिनमा डिस्चार्ज हुँदाखेरि डिस्चार्ज भएर जबरजस्ती हाम्रो, किनभने हामी त हाम्रो विलको अगेन्स्टमा डिस्चार्ज गरायो भने प्रथमतः डिस्चार्ज गर्नु दिने होइन हामी, तर यसको बादमा पनि यदि यिनीहरूले जबरजस्ती डिस्चार्ज गरेछ भने चाहिँ मेरो पेसेन्टलाई चाहिँ केही भएछ भने त्यसको बादमा चाहिँ त्यसको उपरान्त चाहिँ यो इस्यु जुन चाहिँ प्राइभेटाइजेसन अफ हेल्थ केयर छ, यो सुविधा त हामीले खासमा सबैजना मान्छे कमान बस्तीको मान्छे थियो त्यहाँनिर, धेरैजना मान्छेहरू अस्ति 2-3 पार्टी यसरी नै फर्केर गएको पैसा नभएर। तपाईँको यो घटना त हामीले सुन्दाखेरि 5 बजेको थियो, 5:20 कति बज्यो होला? 10:30 भयो। यो एफआइआर थानाले लिनुमा ढिलाइ यति लेट किन भएको जस्तो लाग्छ? एफआइआर आयौँ हामी, त्यो हुने बित्तिकै यहाँ म उता गएँ, उता डिस्ट्रिक्ट हस्पिटलमा गएँ चेकअप गराउनु, किनभने छाती दुख्दै थियो मेरो त्यति बेला, र त्यो गरेँ। त्यहाँनिर त्यस्तो डरलाग्दो केही पनि छैन, तर यो पेन छ, मलाई दबाई दिएको छ। र साथसाथै यहाँ आउँदाखेरि भन्नुभयो उहाँले 3 जना चाहिँ उता पठाउनु भएछ हस्पिटलमा, यहाँबाट थानाबाट, र उहाँबाट तिनीहरूले के बात गर्नुभयो, उहाँले भन्नुभएछ मैले मिसबिहेभ गरेँ उल्टा भनेर म माथि भर्बल कम्प्लेन्ट गर्नुभयो अरे। अन्त मैले भने उहाँको भर्बल कम्प्लेन्ट गर्छ, तर मैले पनि त कम्प्लेन्ट गर्दैछु यहाँनिर, सिसिटिभी क्यामेरा छ त्यहाँनिर फुल हुनु होला, किन सिसिटिभी क्यामेरा त फुल छ त्यहाँनिर, मैले त्यही त भने। हजुर 5:20 5:30 को कुरा हो यो, किनभने 5:30 भिजिटिङ आवर हो, त्योभन्दा अगाडि गएको म। हजुर, यो जुन डिस्चार्जको कुरा आउँदैछ है, यो डिस्चार्ज यत्तिकै ट्रिटमेन्ट चलिरह्यो भने स्टार हेल्थ इन्सुरेन्सले फेरि तपाईँको पेमेन्ट अधुरो राखिदियो भने यो समस्या त कन्टिन्यू जारी होइन? यो समस्या त मैले भन्दैछु, यो समस्या त हाम्रो समस्या होइन नि त, हामीले त इन्सुरेन्सलाई पैसा दिइरहेछौँ नि त, एनुअली हामीले त दिइरहेछौँ नि त। यो समस्या भयो भने त कि त तिनीहरूले स्टार हेल्थको त्यो बोर्डबाट, क्यासलेसको बोर्डबाट स्टार हेल्थको नाम निकाल्नु पर्यो, कि त त्यहाँनिर इन्सुरेन्सको कुरै नगर्नु पर्यो, पहिल्यै भन्नु पर्यो पैसा दिनुपर्छ भनेर। अन्त हामी इन्सुरेन्समा त सिलगढीमा त स्टार हेल्थमा त अझै छ नि त यस्तो हस्पिटलहरू, हामी त अरू ठाउँमा लान्थ्यो नि त, त्यहाँ किन लानु हामी?
अन्त यो प्रकारको स्पष्ट कुरा गऱ्यो भने उस गर्ने बेलामा चाहिँ सबै हुन्छ तपाईँको इन्सुरेन्समा हुन्छ भन्यो र अहिले चाहिँ अब इन्सुरेन्समा हामी यो पनि भन्दैछौँ हामी त पैसा दिन्छौँ नि लास्टमा लु 70% 80% हामीले दिनुपर्छ भने दिनुपर्छ नि पैसा अहिले के भन्दैछ त हस्पिटलले चल्दैन भन्दै इन्सुरेन्स केही भनेको छैन अहिले हस्पिटलले भन्दैछ क्यास पैसा दे अब तपाईँको यो एफआइआर पनि रेजिस्टर्ड भयो एफआइआर रेजिस्टर भने रिसिप्ट चाहिँ गरिदिनु भयो अब रेजिस्टर्ड भएको भए त यहाँ एफआइआर नम्बर यो के केस नम्बरहरू दिन्थ्यो त्यो लेखेको छैन अब हामीले बुझ्न पर्छ कि यही एफआइआर एकजना धनी मान्छेले एकजना गरिब मान्छेलाई कि त्यही हस्पिटलको मालिकले त्यही हस्पिटलको डक्टरलाई हातापाई हुँदाखेरि जसलाई गर्छ उसलाई गर्दाखेरि एकैपल्टमा हुन्थ्यो एफआइआर तर यो एफआइआरमा यो ढिलाइ किन भयो यसमा चाहिँ प्रश्न चिन्ह हो यसको उत्तर मेरोमा छैन यो प्रश्न चिन्ह चाहिँ के हो भन्दाखेरि यो देशको कानुन चाहिँ के गरिब मान्छेहरूको होइन धनी मान्छेहरूको मात्रै हो किनभने भन्दाखेरि त एफआइआर गर्नुभन्दा अगाडि त त्यहाँ गएर बातचित गर्ने त कुरा होइन नि त मेरो एफआइआर गरेको मेरो एफआइआर त लज गर्नु पर्यो नि त यहाँनिर फर्स्ट इन्फर्मेसन रिपोर्ट त त्यही प्रकारले एफआइआर भनेको हो त्यसलाई तर यहाँनिर चाहिँ मेरो एफआइआरलाई पनि 3 दिनको टाइम चाहिन्छ इन्भेस्टिगेसन गर्नुपर्छ भन्ने मेडिकल पनि लिएर गएको मैले अब तपाईँ के चाहनुहुन्छ म चाहन्छु फर्स्ट अफ अल त यस्तो प्रकारको बारम्बार आज मेरो माथि भयो भोलि कसको माथि होला यस्तो बारम्बार यस्तो प्रकारको हातापाई एकजना डक्टर भएर त हाइएस्ट प्रोफेसन एउटा हेल्थ सेक्टरमा हाइएस्ट प्रोफेसन भएको मान्छे हो एकदम डक्टर भनेको आज डक्टरले चाहिँ यस्तो प्रकारको ट्रिटमेन्ट गर्दैछ भने मेरो पेसेन्टलाई भोलिपल्ट के गर्छ भित्र गएर त्यो त डर हो नि त मलाई अब त तपाईँको पेसेन्टको विषयमा भन्नुहोस् न तपाईँ पेसेन्टको विषयमा के भन्न चाहनुहुन्छ पेसेन्ट त हेर्नुहोस् यति सब भइसक्यो है अब एफआइआर रिसिभ हुने है तपाईँलाई फिजिकल होइन यो स्पष्ट गर्न चाहन्छु म कि अस्ति आनन्दलोकमा पनि यस्तो भएको हो सिलगढीमा न्युरो सेन्टरमा पनि यस्तो भइरहेको छ सिलगढीमा जति पनि प्राइभेट हस्पिटलहरू छ प्राइभेट हस्पिटलहरूमा आजको दिनमा खुट्टा टेक्ने बित्तिकै यति डरलाग्दो पैसा तिर्नुपर्ने र इन्सुरेन्स हुँदा पनि यस्तो प्रकारको यो भर्बल अब्युज फिजिकल अब्युज है के सुन्नुपर्ने यो प्रकारको सिस्टम चाहिँ यसलाई चाहिँ कसले हेर्ने हो सिएमएच हुन्छ यो डल्लै यसको सिलगढी म्युनिसिपालिटीको सिएमओसले त बारम्बार आएर इन्क्वायरी गर्नुपर्ने हो बात गर्नुपर्ने हो अघि त्यहाँनिर पनि अर्को एकजना दिदीलाई पनि त्यस्तै गर्यो भन्दै थियो यस्तो त मैले 29 दिन भयो त्यहाँ बसेको त्यो हस्पिटलमा मैले यस्तो त कति देखेँ यस्तो खालको सिनहरू त झगडा भयो यस्तो कति भयो त्यहाँनिर सबैजनाको आँट हुँदैन आज मैले आँट लिएर यहाँनिर बोलिरहेको छु हामी सबैजना बोलिरहेको छु किनभने यो हेल्थ केयरमाथिको जस्तो प्रकारको यो धन्दापन यो प्रकारको भइरहेको छ यसैले चाहिँ आउँदो दिनमा एकजना कोही मान्छे बिमारी भयो भने चाहिँ उसलाई बचाउने ग्यारेन्टी कसले लिने स्वास्थ्यको अधिकार त सबैको एउटा मौलिक अधिकार हो नि त एकजना बिमारी भयो भने त उसलाई गर्नुपर्ने हो तर अब मेडिकल हस्पिटल अरूहरूमा स्थिति कस्तो छ तपाईँलाई थाहै छ त्यहाँनिर केही पनि हुँदैन त्यहाँबाट जबरजस्ती प्राइभेट हस्पिटलमै लानुपर्ने स्थिति छ अब यहाँनिर पनि यस्तो भयो भने चाहिँ हामी चाहिँ के गर्नुपर्ने भावेश मेरो भाइ मैले नाम भनिहालेँ भावेश राई उसको उमेर 33 वर्ष ऊ पनि हस्पिटलमा रहेको छ आज रातारात हुन्छ उसलाई अहिले हेफरिन उसको थ्रोम्बोसिसको कारणले उसलाई हेफरिनको इन्जेक्सन चलिरहेछ अझै अनगन्ती यस्तो मेडिसिन्सहरू चलिरहेछ आजको दिनमा के न केही भएर मेरो पेसेन्टलाई के न केही भयो भने चाहिँ भोलिको दिनमा यसको चाहिँ कसले गर्ने प्रश्न मलाई होइन प्रश्न चाहिँ गएर चाहिँ म्यानेजमेन्टलाई सोध्नुपर्छ यति बेला गएर त्यही प्राइभेट हस्पिटलको मालिकलाई सोध्नुपर्छ जो प्राइभेट हस्पिटलमा खुट्टा टेक्ने बित्तिकै 60-70 हजारको एडभान्स माग्छ त्यहाँनिर यो प्राइभेट हस्पिटल माग्नुपर्छ गएर हो त्यही कारण म समस्त मान्छेहरूलाई अनुग्रह गर्छु कि यो स्वास्थ्यमाथिको जुन चाहिँ हेलचेक्राइ भइरहेको छ स्वास्थ्यमाथि जो मानिसहरू साल जिन्दगीभरि पैसा कमाएर लास्टमा एकपल्ट बिमारी भयो भने एकैपल्टमा डल्लै कमाई एकैपल्टमा त्यो हस्पिटलमा फ्याँक्नुपर्छ यस्तो प्रकारको परिस्थितिमा आजको दिनमा हामीलाई न्याय कसले दिने आजको दिनमा मेरो पेसेन्टलाई त्यहाँनिर कोहीले भने यसो केही भयो भने अथवा केही भइहाल्यो भने चाहिँ यसको जिम्मेवारी कसले लिने आजको दिनमा यो डक्टरले मलाई जसरी हात लगायो त्यति बेला हात लगाउँदाखेरि मेरो हाइपरटेन्सन वा मेरो हार्टको प्रब्लम भएको भए म हेल्दी नभएर अरू अनहेल्दी भएको म त्यहीँ मरिहालेको भए वा मलाई केही भइहालेको भए यसको जिम्मेवारी कसले लिन्थ्यो यो प्रश्नहरू लिएर म आज आएको छु म यसको समस्याको समाधान दिन यहाँ आएको होइन मैले आज प्रश्नहरू लिएर आएको छु यो प्रश्नहरूले गर्दामा मेरो मन किनभने मेरो मनै मानेन मलाई बारम्बार भनिरहे तपाईँलाई पनि केस गर्छ उल्टा यस्तो गर्छ भन्दा गरोस् केस केही छैन समस्या किनभने म बोल्नै पर्छ किनभने आज हामीले बोलेनौँ भने भोलिको दिनमा अर्को मान्छे वर्षको दिनमा अर्को मान्छे भोलिको दिनमा तपाईँहरू पनि होला दर्शकबिन्द जसले हेर्दैछ तपाईँहरूलाई पनि होला तपाईँहरूको पनि पेसेन्ट न्युरो सेन्टरमा होला अरू हस्पिटलमा होला यस्तो प्रकारको तपाईँहरूले पनि व्यवहार अहिलेसम्म भोगिसक्नु भएको छ होला तर तपाईँहरू बोल्नु सक्नु भएन होला यस्तो स्थितिमा हामीले आँट गरेर बोलिरहेछौँ म आँट गरेर बोलिरहेको छु हाम्रो पेसेन्ट पार्टीले आँट गरेर बोलिरहेछ मेरो सालो केटा हो ऊ चाहिँ सालो केटा हो ऊ घरमै बसिरहेको मान्छे टोइलेट जाँदाखेरि चाहिँ घरमै लडेर चाहिँ हाइपरटेन्सन भएर उसको फुल अहिले 70% ब्रेन ह्यामरेज भएको छ र लेफ्ट साइड के पनि चलेको छैन जुन चाहिँ डक्टरले तपाईँलाई फिजिकल असल्ट गरे नि उहाँलाई यहाँबाट के मेसेज उहाँलाई म भन्न चाहन्छु कि एकजना डक्टर भएर ज्यान बचाउने मान्छे हो डक्टर भनेको
एकजना डक्टर भनेको हाइएस्ट प्रोफेसन हो मेरो लागि। जब म हस्पिटलमा हुन्छु मेरो लागि भगवान त्यो माथिको भगवान होइन उही हुन्छ भगवान। त्यति बेला उसलाई म त्यो भगवान भनेर सोचेको हुन्छु किनभने उसले मेरो पेसेन्टको पार्टीलाई मेरो भाइलाई उसले बचाउने क्षमता छ उसकोमा त्यो ज्ञान छ। तर जब त्यो ज्ञान र यस्तो हस्पिटलको यो लाखौँ लाख हस्पिटलको पुँजीको पावरको त्यो अहम चाहिँ उसको दिमागमा बढ्दो रहेछ त्यति बेला चाहिँ उसले कसैको कुरा नसुनेर कसैको नगरेर चाहिँ यसरी उल्टा हात लगाउँदो रहेछ। अन्त यस्तो प्रकारको हात लगाउने व्यवहारले चाहिँ त्यही हातले तपाईँ गएर त्यो पेसेन्टलाई कसरी सुन्नुहुन्छ, त्यही हातले गएर त्यो पेसेन्टको अपरेसन कसरी गर्नुहुन्छ। हो त्यस्तै गर्दाखेरि एकजना मान्छेकोमा पैसा नहुँदाखेरि तपाईँले हो त्यो पेसेन्टलाई जबरजस्ती कसरी फ्याल्नुहुन्छ। यो प्रश्नहरू छ उहाँलाई म त्यही भन्न चाहन्छु कि उहाँको जस्तो प्रकारले मलाई जबरजस्ती भर्बल अब्युज गर्नुभएको छ, मलाई जस्तो प्रकारले फिजिकल अब्युज गर्नुभएको छ र त्यसको बादमा पनि उहाँहरूले मैले नै उल्टा उस गरेँ भन्ने खालको बगमबसी कुरा उहाँले गरिरहोस् त्यो कुराहरू मलाई यसको मतलब छैन। अहिले उहाँले आजको दिनमा चाहिँ आएर चाहिँ यहाँनिर चाहिँ उहाँमाथि कारवाही कडाभन्दा कारवाही भएको हुनुपर्छ किनभने मैले उहाँ नराम्रो के गरेको छु भने त्यसको मलाई प्रुफ देखाओस्। त्यहाँनिर सिसिटिभी क्यामेरा पनि छ। मैले भित्र गएर बोलेको राम्रोसँगले बोलेको बाहिर आएर मेरो हात चाहिँ यस्तो थियो मलाई उल्टा गरेर ठेलेको भित्रबाट र मेरो हात चाहिँ यस्तो हुँदाखेरि उहाँले भित्र धन्दैनियाले दैलो यसरी बन्द गर्नु खोज्दाखेरि मैले हातमा लाग्छ भनेर मैले दैलो यसरी ढाडले ठेलेको त्यसपछि खोलेर चाहिँ म बाहिर निक्लेँ त्यहाँदेखिको उहाँ भित्र जानुभयो। अब यस्तो स्थितिमा चाहिँ उहाँले त एक नम्बर त यस्तो प्रकारको व्यवहार उहाँ एकदमै उयो खण्डन हो र यो हस्पिटलको जस्तो प्रकारको एटिट्युड छ उहाँलाई पनि सिएमओएच र यहाँको हेल्थ डिपार्टमेन्टले यो सिलगढीमा जस्तो प्रकारको धान्धलीपन बिजनेस चलिरहेको छ यसमाथि चाहिँ कडाभन्दा कडा कारवाही गरेको हुनुपर्छ। हामीले एफआइआर गर्नु लेखेको थियौँ, एफआइआरको केस नम्बर पनि पाएनौँ हो, केही पनि पाएनौँ, रिसिभ्ड मात्रै भएर दिनुभएको छ, रेजिस्टर भएको छैन। अब 3 दिनभित्रमा रेजिस्टर गर्ने कुरा उहाँले भन्नुभएको छ। अब यो उहाँले रेजिस्टर गरेर उहाँलाई चाहिँ कडाभन्दा कडा कारवाही गरेर चाहिँ योहरूलाई किनभने सिसिटिभी क्यामेराको फुटेज अघि हामीले गएर माग्दा दिनु भएन त्यहाँनिर पनि छैन भन्नुभयो। अब भोलिको दिनमा त्यो सिसिटिभी क्यामेराको फुटेज यिनीहरूले डिलिट गरेर के गरेर उल्टा खालके ममाथि कुनै प्रकारको हमला ममाथि कुनै प्रकारको यस्तो प्रकारको कुराहरू भयो भने चाहिँ यसको चाहिँ एनबी नर्थ बेङ्गल न्युरो सेन्टरको डिरेक्टर एमएल धन्दानी यसको दायी हुनेछ। अन्तमा यो जुन चाहिँ आज तपाईँको यो एफआइआर रिसिभ मध्ये भने यो यहाँको कानुन र जुडिसियल सिस्टममा यो तपाईँको केसलाई लिएर विश्वास छ? हेर्नुहोस् विश्वास छैन भने विश्वास छ भन्नै पर्छ किन हामी देशको कानुनमा बसेका छौँ। अब भोलिको दिनमा उहाँले सोच्नु भएको होला कि सबैजना मान्छेहरू हस्पिटलमा आउँदाखेरि चाहिँ सबैजना अब त्यो हजुर सर म तपाईँ भनेर त्यस्तै प्रकारको त्यस्तो गर्छ भनेर सोच्नु भएको होला। हामीले गरिरहेको थियौँ, इज्जतसँगै बोलिरहेको थियौँ र अब यहाँको जुडिसियल सिस्टमले यहाँ काम गर्नुपर्छ 3 दिन हामी समय दिन्छौँ। त्यसको बादमा भएन भने त के हो त्यही हो अब थाना त्यही हस्पिटल अगाडि नै गएर धर्ना बस्नु पर्यो, त्यस्तै गर्नु पर्यो नि किनभने अब हामी भनेपछि हजुर एकजना श्रमिक नेताको हिसाबले चाहिँ के श्रमिक आन्दोलन सुरु गर्नु? श्रमिक आन्दोलन होइन, यो त स्वास्थ्य लिएर आएको कुरा आयो नि यहाँ त। अब स्वास्थ्य लिएर आउँदाखेरि जो मान्छेले सपोर्ट गर्छ आउँछ सबैजना आउँछ, यसबाट कमानबाट पनि आउँछ, यसबाट बजारबाट पनि आउँछ, यसबाट टाउनबाट पनि आउँछ, यसबाट बजार जहाँ पनिबाट पनि आउन सक्छ। तर जोलाई चाहिँ स्वास्थ्य व्यवस्थामा चाहिँ यस्तो प्रकारको धान्धलीपन धाग्लीपन बिजनेस अप्रोचबाट चाहिँ यस्तो प्रकारको परिस्थिति गरिरहेको छ उहाँहरू समस्तलाई समग्रमा म यहाँ भन्न चाहन्छु आफ्नो ठाउँमा तपाईँहरूले गएर उहाँ एमएल धन्दानिया नर्थ बेङ्गल न्युरो सेन्टर हो, एमएल धन्दानियाको नाममा यदि तपाईँहरूलाई पनि यस्तो ट्रिटमेन्ट भएको छ भने तपाईँहरू पनि गएर उहाँको नाममा दर्ता गर्नुहोस्, फाइल दर्ता गर्नुहोस्। र भोलिको दिनमा यहाँबाट केही भएन भने हामी दिनमा भोलि त्यहाँ हस्पिटलको अगाडि म त धर्ना बस्छु हेर्नुहोस् किनभने अझ 3 दिन समय दिनु पर्यो किनभने अब 3 दिनमा उहाँले भन्नुभएको छ इन्क्वायरी हुन्छ आयो लगाउँछ भनेर दिनु पर्यो, हामीले इज्जत गर्नु पर्यो। 3 दिनको बादमा पनि केही भएन भने चाहिँ म एक्लै भए पनि त्यहाँ म धर्ना बस्ने हो। मलाई अझ सपोर्ट गर्नु को आउनुहुन्छ सबैलाई म स्वागत जनाउँछु, सबैलाई एकबद्धता पनि दिन्छु र म चाहिँ त्यहाँ बसेर धर्ना बस्ने हो किनभने यस्तो प्रकारको भिखारी भनेको छ, यस्तो प्रकारको उयो भनेको छ किनभने म त माइनोरिटी मान्छे एसटी मान्छे हामी पहाडको मान्छेहरू हामी एसटी माथि यस्तो भन्छ एसटी एट्रोसिटी पनि हो, यो चाहिँ भर्बल अब्युज हो। यसले गर्दा मेरो चित्तै नबुझेको नत्र मेरो भाइ त्यहाँ छ मलाई डर पनि त हुन्छ नि त, भाइ त्यहाँ छ म बोल्नु हुँदैन भाइले के गरिदिन्छ भाइलाई के गरिदिन्छ भन्ने। तर पनि मैले रिस्क लिएर मैले ज्यादा घरमा पनि भनेको छुइनँ, मैले सिधै आएर यहाँनिर गरेको रिस्क लिएर गरिरहेको छु। अब म एकपल्ट खुट्टा अगाडि हालेपछि चाहिँ म पछाडि हट्ने मान्छे चाहिँ होइन, यति चाहिँ भन्न चाहन्छु।